आज आलु तामाको एकदमै मिठो तरकारी बनाउँछु है त। यसको लागि सुरुमा मजाले कराई तताउने। तातो कराईमा आफूलाई चाहिने जति तेल राख्ने। तेल राखिसकेपछि हामीले त्यसमा तामालाई चाहिँ मजाले फ्राई गर्छौं 3-4 मिनेटसम्म। फ्राई भइसकेपछि त्यो तामालाई एउटा कचौरा अथवा भाँडोमा चाहिँ निकालेर राख्ने र त्यही तेलमा हामीले आवश्यक मसलाहरू चाहिँ फ्राई गर्छौं। सुरुमा मैले थोरै मेथी राखेको छु। मेथी अलिअलि रातो हुन थालिसकेपछि मैले त्यसमा खोसाएको लसुन नथिचिकन राखेको छु। मलाई यस्तै मन पर्ने भएर तपाईहरुलाई जस्तो मन पर्छ त्यस्तै राख्नु होला। त्यसपछि प्याज फ्राई गरे। त्यसपछि आलुलाई मजाले रातो हुने गरी फ्राई गर्ने। छोपेर मजाले त्यसलाई चाहिँ पाक्न दिनुपर्छ। अनि अलिकति पाकिसकेपछि मसला जिरा धनियाको धुलोहरु राखे। थोरै टमाटर राखे किनभने तामा अलरेडी अमिलो हुन्छ। धेरै टमाटर राख्यो भने झन् अमिलो हुन जान्छ। त्यसैले आलु पाकिसकेपछि तामा राखेर एकछिन फ्राई गरिसकेपछि आफूलाई चाहे जतिको झोल चाहिँ हामीले राख्न सक्छौं। सकभर चाहिँ तातो पानी राख्दा एकदम राम्रो हुन्छ उम्लिएको पानी राख्दाखेरि। अब चाहिँ हाम्रो आलु तामा एकदमै रेडी भइसक्यो। आफूलाई जति मन पर्छ त्यति झोल राखेर खान सकिन्छ। थ्यांक यू फर वाचिङ।